हामी नु भोगलाग बनाउन आँखा केबल कारमा जाने आज अब हेर्नुस् ल ल कहाँ जाँदैछौँ सुला हामी अन्नपूर्ण केबल कार दली केबल कार एन्ड पोखरा ल के आज के हो आजको विशेष कार्यक्रम के हो आज चाहिँ हामीले अब हामीलाई त्यहाँ केबल कारको इन्भिटेसन आएको छ इन्भिटेसन आएको छ हामी चाहिँ ठुलो भ्लगर त हैन बट लेट्स गो इन्भिटेसन भनेपछि अब अनि ल गाइस फाइनली मेरो इक्जाम पनि भइसकेको छ र एससी पछिको भ्लगहरू लगातार 1 महिना दिन आउँछ हैन केटा अब हामी चाहिँ कहाँ जाँदैछौँ भन्दाखेरि अन्नपूर्ण केबल कार किनकि त्यहाँ अब न्यू इयर आउँदैछ न्यू इयर स्पेसल फेस्टिभल हुँदैछ त्यसकै बारेमा तपाईँहरूलाई जानकारी गराउन जाँदैछौँ टक्क मैले आफ्नो 2 जना सपोर्टरहरू लिएर हिँडेछौँ आउँछ नि बाइक हाम्रै घरतिर आउँछ लगायत हामी जङ्गलको बाटो जाँदैछौँ फास्ट एन्ड सेफेस्ट बाटो भन्न नि हुन्छ है गाइजहरू लगायत हामी चाहिँ अब अझै बाटोमा हिँड्दैछौँ हेर्न सक्नुहुन्छ जङ्गलको बाटो यस्तै हुन्छ तर पिच है फेरि ढलान त ढलान केटाहरू चाहिँ डेन्जर थाकेका छन् अब हेर्नुहोस् होला हामी त्यहाँ गसिन देखाउँछौँ त्यहाँ तल चाहिँ फाइट हुँदैछ खतरनाक फाइट हुँदैछ प्र्याक्टिस फाइट हेरौँ लगायत अगाडि हिँड्दैछन् यिनीहरू हामी चाहिँ अझै जङ्गलमै छौँ अब यहाँबाट हल्का उकालो हो त्यसपछि त सिधा बाटो आउँछ गाइस यहाँ हामी अब हाम्रो पोखराको डाँडा स्कुलमा पुगिसक्यौँ यहाँ हाम्रो पोखराको डाँडा स्कुलमा चाहिँ के छ भन्दा क्लास नर्सरीदेखि त 5 सम्म हैन 5 सम्म हुन्छ अनि यहाँबाट चाहिँ यस्तो तगडा भ्यू आउँछ नि गाइस visit all this world bro all this पोखरा जस्ट ब्रो दाइ र भाइ अगाडि यहाँ अस्ति होइन पुरै नगरपालिकाले डोजर टराए हामी अहिले अझै हिँड्दैछौँ अब सिधा बाटो आउँछ गाइस फाइनली यत्रो उकालो भए अब सिधा बाटो आउँछ सो स्टे ट्युन है गाइस फाइनली हामी सिधा बाटोमा आइसकेको छौँ टक्क भाइले नि यहाँ ज्याकेट गर्मी भयो साथीहरू त्यही भएर यस्तरी आएको पसिना बुझ्नु पर्यो अब आवाज त सुनिसक्नु भयो होला केबल कार नजिक आउँदैछ अब यहाँबाट ओन्ली 5 मिनट टाढा है के ला भन त कस्तो खुसी लागिरह हो केबल कार गएन अझ हो आज चढ्न पायो भने चढ्ने नि हो ल ठिक छ है त गाइस फाइनली हामी केबल कारको थिम पुगिसक्यौँ ल So I'm showing you some views. View. उतै छ केबल कार यो अपार्टमेन्ट त्यहाँ माथि जान्छ केबल कार अब जाम है त हिँड्नु तपाईँ अगाडि I will show your videos. Are you excited? Yes. अब हामी फेरि अर्कोचोटि न्यू इयरमा नि आउन सक्छौँ हामीलाई भेट्न छ भने अन्नपूर्ण केबल कारमा आउने है त गाइस टक्क न्यू इयर अफर पनि चल्छ धेरै फेस्टिभल हुँदैछ त्यसकै बारेमा हो यो भिडियो हेर्नु होला के अनि तपाईहरु यो पोखराको नागरिक हुनुहुन्छ भने बिन्दावासिनीसम्म तपाईहरुको लागि त्यहाँ क्षेत्रमा हुनुहुन्छ भने कार्ड पनि बनाउन सक्नुहुन्छ त्यो कार्डले तपाईलाई 210 मै हुन्छ जस्तो लाग्छ मेरो अनुभवमा त्यसैले टक्क अनि स्टुडेन्ट हुनुहुन्छ भने आइडेन्टिटी कार्ड ल्याउनुस् तपाईलाई डिस्काउन्ट पनि पाइन्छ टुरिस्ट हुनुहुन्छ भने नि त्यही अनुसारको डिस्काउन्ट छ त्यो गाइड अनि गाइडले नला ट्याक्कर दुईटा मान्छे त्यहाँ हेर्नुस् न केबल कार गाइस यो चाहिँ होस्टेल हो हेर्नु साथीहरु यहाँको सही छ यो अपार्टमेन्ट अहिले भक्कसी केबल कारले बनाउन लागेको रुम रेन्ट नि सक्नुहुन्छ र यो ब्लग विशेष गरी के हो भन्दाखेरि एडभर्टाइजमेन्ट अन्नपूर्ण केबल कारले यसपालिको न्यू इयर 2027 भन्दिनँ म 2083 को लागि के स्पेशल अफर र कस्तो फेस्टिभलहरु छ त आफ्नो फ्यामिलीसित आउन सक्नुहुन्छ त्यो हेर्नु होला बिदाखा गाइस सो इक्जाम सकिसकेको छ त्यही भएर सो गाइस अब म फेरि भिडियोमा आउँछु जब हामी पुग्छौं डाइरेक्ट केबल कारको ठाउँमा यहाँ भाइले औषधि टिप्दैछ सो स्टे ट्युन फर इट्स यिनीहरू दुईटा हिँड्दैछन् ल टक्क हाम्रो अपार्टमेन्ट नजिकबाट हेर्न सक्नुहुन्छ सही छ है तपाईहरु आउन सक्नुहुन्छ ल ब्लग हेर्दै गर्नु होला
नयाँ हुन्छ भने सब्सक्राइब लाइक सेयर सब्सक्राइब बेल आइकन अन गर्ने है टक्क टक त्यो चाहिँ रहेको छ होटेल है मेस्टिक होटेल है सायद त्यो ल अब पुगिसक्यौँ लगभग हामी गाइस यो हाम्रो रहेको छ अन्नपूर्ण केबल कारको फर्स्ट गेट इन्ट्री गेट होइन टक्क यहाँ चाहिँ हाम्रो छ पार्किङ एरिया कि हामी पैदल यात्री हो साथीहरू टक्क यहाँ पिच पनि छ रोड के भन्न चाहनुहुन्छ कस्तो लाग्यो ठिकै लाग्यो अलिक थकै लागेर केही छैन लगाएछ अनि पोपो पहिलोचोटि होइन कस्तो लाग्दैछ यहाँ ल अनि यो चाहिँ कारको लागि पार्किङ भने यो चाहिँ स्कुटर बाइक ल हामी मेन बिल्डिङ इन्टर हुँदैछौँ हामी ल वे टु केबल कार लेखेको छ है त्यो साथी सिधा हो यता होइन र लगाएछ अब हामी चाहिँ यता जाँदैछौँ यताबाट भन्दा पनि हाम्रो लागि यताबाट छ बाटो अनि यो चाहिँ मेन बिल्डिङ है जहाँबाट केबल कार जान्छ अहिले देखाउँला इफ पोसिबल गाइस हामी फाइनल माथि आइसकेका छौँ यो चाहिँ गेट नम्बर 2 रहेको छ र भने यहाँ चाहिँ अफिस रहेको छ पेन्टिङ पनि सही छ है साथीहरू ल अब हामी माथि जाँदैछौँ टक्क हिरालाई लिएर माथि जाँदैछौँ हाम्रो आन्टी पनि आइसक्नु भएको छ यहाँ हाम्रो स्पेसल गेस्ट आजको आजको ल अब हामी फेरि जाँदैछौँ तल लगाएर हेर्न सक्नुहुन्छ अझै हेर्नु होला ब्लग त्यहाँ हेर्न सक्नुहुन्छ पासको नाम देखाइ त पासको नाम छ भिजिटर पास यता उल्टो भयो ल पास पाइसकेको छौँ फाइनल्ली र अब हामी माथि जाँदैछौँ टक्क हेर्न सक्नुहुन्छ लगाइसक्नु भिजिटर पास भइसकेको छ र यसो टाढा हिँड्दैछौँ हामी लगाएर हामीहरू माथि जाँदैछौँ अहिले टक्क भिजिटर पास पाएर हेर्न सक्नुहुन्छ 16 हो हल्ला नगरी बिच ल आन्टी हुनुहुन्छ हाम्रो सबै मिलाउने टक्क भ्यू पनि हेर्न सक्नुहुन्छ यहाँ सही भ्यू छ है साथीहरू टक्क यहाँ अब हामी आइसकेको छौँ केबल कारमा साथीहरू पोपो पहिलो टाइम कस्तो लाग्यो हेर्न सक्नुहुन्छ प्यारासुट आएको छ टक्क यहाँबाट तल हेर्न सक्नुहुन्छ ओ माई गॉड हेर्न सक्नुहुन्छ टक्क भ्यू त खतरै छ कि यहाँबाट फेरि अब हामी टक्क तल हेर्न सक्नुहुन्छ खतरै छ है फेरि ओ माई गॉड झन् माथि हो अब तल हेर त लगाइजाम फाइनली अब हल्का माथि आइसकेको छौँ पछाडि भ्यू हेर्न सक्नुहुन्छ फेवातालको सही आएको छ टक्क हामी भ्लग मन परिरहनु होला साथीहरू लाइक सेयर सब्सक्राइब भन्नु गाइज हेर्न सक्नुहुन्छ यहाँ तल सानो बस्तीहरू पनि छ बाटो पनि छ है साथीहरू आउन सक्नुहुन्छ अन्नपूर्ण केबल कारबाट पोखराको खतरा हो टक्क प्याराग्लाइडिङ गरेको नि हेर्न मिल्छ तलको पुरै घरहरू नि हेर्न मिल्छ प्लस हाम्रो भ्यू हेर्नुहोस् तलको फेवा लेक सबै देखिन्छ है साथीहरू यहाँबाट टक्क लेक साइड पनि सबै देखिन्छ ल गाइस कस्तो लागिरहेको छ असँग दामी ल पोपो अब आन्टीलाई त के भन्ने आन्टी रेगुलर आइराख्ने मान्छेलाई सोध्नु नै भएन प्लस यहाँबाट भ्यू हेर्न सक्नु हुन्छ हेर्न सक्नुहुन्छ ओहो भ्यू त सही छ है साथीहरू केबल कारको ल है टक्क यस्तरी माथि जाँदैछ र म यस्तरी बसेछु ब्लग मन पर्दैछ भने लाइक सेयर सब्सक्राइब
र बेल नोटिफिकेसन अल गर्नु होला र अन्नपूर्ण केबल कारलाई भिजिट गर्नुपर्छ साथीहरू टक्क हाम्रो सिटीबाट ट्याक्क माथि आउने 10 देखि टक्क माथि आएपछि गेट देख्नुहुन्छ गेट नम्बर 1 अघि देखाएको त्यहाँबाट यसरी भ्यू हेर्न सकिन्छ है गाइजहरु ल गाइज तपाईहरु यदि यहाँ आउनु छ भने बिहानको 4:30 देखि 6 बजेसम्मको लागि यो खुल्ला हुनेवाला छ र बिहानको सनराइज र बेलुकाको सनसेट हेर्नलाई यो केबल कारबाट जान एकदम बेस्ट हुन्छ र तपाईहरुले जुन पनि समयमा आएर टक्क भ्यू हेर्न सक्नुहुन्छ तर बिहानको सनराइज र सनसेट चाहिँ मिस नहाल्नु होला त्यो भनेको पोखराको एउटा ग्लो भन्छ नि एउटा चम्किलो सुनहरो अप्सल हो त्यो नबिर्सनु होला प्लस अब तपाईहरु आउँदाखेरि डिस्काउन्ट त पाइहाल्नुहुन्छ प्लस यस्तो भ्यू हेर्न पाएपछि पैसा वसुल पनि हुन्छ ल गाइज यति हो अनि गाइज यहाँ एउटा अन्नपूर्ण रेन्जहरु सबै पनि देखिन्छ सो फेवा लेक पनि हेर्नुस् आउनुहोस् आफ्नो पैसा वसुल गर्नुहोस् गाइज तलको घरहरु पनि यस्तै हेर्न सक्नुहुन्छ टक्क साथीहरु आज मौसम पनि खुल्ला भएको लकी नै छौं मौसम खुल्ला भएपछि यति दामी आउँछ साथीहरु त्यही भएर केबल कार चाहिँ पोखरा आउँदाखेरि अन्नपूर्ण केबल कार चाहिँ चुजान्छ है साथीहरु टक्क अनि गणेशको मूर्ति यहाँ टक्क अनि भ्यू टावर त्यही छ साथीहरु पक्कै पनि आउनुपर्छ साथीहरु ल अब आउँदैछ नजिक टक्क स्टेसन पनि आउँदैछ माथिको प्लस यहाँबाट तलको भ्यू सबै हेर्न सक्नुहुन्छ गाउँ साउँ सबै देखिन्छ साथीहरु आउनुपर्छ है साथीहरु एकचोटि चाहिँ भिजिट गर्नुपर्छ पोखरा आएपछि हो कि हैन बोबो टक्क हेर्न सक्नुहुन्छ गाइस प्याराग्लाइडिङ उडेको यस्तै हेर्न कहाँ पाइन्छ साथीहरु यस्तै माथिबाट सेफ पनि छ टक्क ल बरु केही भन्न चाहन्छस् नै all things are best in here so I don't want to explain the वाओ things. ल साथीहरु स्टेसन चाहिँ हाम्रो त्यही रहेको छ अनि paragliding ल गाइस फाइनली स्टेसन आइसकेको छ त्यहाँ अन्नपूर्ण केबल कार नै लेखेको छ ल गाइस हेर्न सक्नुहुन्छ टक्क आयो है वाओ ओए ओए अब गेट खुल्ला हुन्छ है साथीहरु बिस्तारै टक्क ल फाइनली हामी माथि पनि आइसकेको छौं अब गेट खुल्ला हुन्छ अब त्यहाँ बिस्तारै जाने बेला गेट खुल्ला भइसकेको छ ढोका टक्क यस्तै हामी बाहिर आउन सकिन्छ साथीहरु यसरी नै हामी आइसकेका छौं फाइनली सब नमस्ते गाइस यहाँबाट हेर्न सक्नुहुन्छ भ्यू पनि खतरा छ है यो चाहिँ हाम्रो स्टेसन है गाइस अनि हाम्रो अरु के विशेषता छ भने टक्क यहाँ जिप लाइन यो पिङ सबै खेल्न सक्नुहुन्छ प्लस भ्यू टावर रिसोर्ट त छँदैछ यहाँ ल यस गाइस हेर्न सक्नुहुन्छ गाइस अब चाहिँ हामी लिफ्टमा जाँदैछौँ टक्क टपमा भ्यू हेर्नलाई यो पनि भ्यू टावरै हो टक्क यहाँ हेर्न सक्नुहुन्छ ल के भन्दछ भ्युअरहरुलाई यहाँ आउनु पर्छ कि पर्दैन आउनै पर्छ 10 मा कति रेट गर्छस् 10 out of 10 ल गाइस पोपो कति रेट हान्छ 10 आउट अफ 11 वाउ ल गाइस मैले नि 10 मा 100 रेट हान्छु साथीहरु सबै आउनु होला टक्क अब हामी एलिभेटरमा चल्छौं हेर्नु होला लगेदै गर्छु अब न्यू इयरमा झन् स्पेशल अफरहरु आउँछ तपाईहरु फ्यामिलीसँग आउनुहुन्छ भने टक्क भिजिट गर्नु होला टक्क फ्यामिलीसँग टाइम स्पेन्ड गर्नलाई बेस्ट प्लेस छ टक्क माथि आएर सब यस्तो गेमहरु खेलेर इन्जोयमेन्ट लिन सक्नुहुन्छ ल गाइस अब हामी भित्र जाँदैछौँ अब यो खुल्ला हुन्छ ल गाइस फर्स्ट टाइम लिस्टमा हो भाइ यहाँको विशेषता 360 भ्यू रेस्टुरेन्ट सनराइज शिव टेम्पल अनि अर्को हाम्रो सराङकोट भ्यू टावर सनसेट कास्कीको दरबार गणेश बर्ड आई भ्यू 108 जलधारा सबै देखिन्छ ल हामी बाहिर जाऊँ गाइस आइसकेको छौँ यहाँबाट हेर्न सक्नुहुन्छ साथीहरु यतिको भ्यू चाहिँ कहीँ पनि देखिन्न है साथीहरु अन्ली प्लेस है त भ्यू हान्नलाई ल गाइस यो चाहिँ साइक्लिङ हान्ने ठाउँ साइकल पनि हेर्न सक्नुहुन्छ यहाँ टक्क अब हामी जाँदैछौँ अगाडि अन्नपूर्ण केबल कार के छ विशेषता सबै हेर्न सक्नुहुन्छ प्लस अब न्यू इयरमा अफरमा आउन सक्नुहुन्छ यहाँ बार पनि रहेको छ
टक्क यहाँबाट तल त आउनु पनि सक्नुहुन्छ इलिभेटरबाट पनि आउनु सक्नुहुन्छ र गाइज हाम्रो स्नो पिक्स सिङ्गिङ बल आएको छ साथीहरू है हेर्न सक्नुहुन्छ धेरै राम्रो छ र गाइज हामी अब जाँदैछौँ अगाडि टक्क खत्रै छ है साथीहरू प्लेस चाहिँ हेरिराख्नु होला ब्लग अझै बवाल बवाल ठाउँ छ आउन बाँकी नै छ ल अब हामी यता जाँदैछौँ टक्क यता होटेलहरू पनि छ सुविधाको लागि यसरी जाम साथीहरू ल हाम्रो सुलभहरू पनि हिँड्दैछन् ल यताबाट जाने हो साथीहरू हाम्रो भ्यू टावर जाने बाटो नि यही हो र गाइज यसरी नै हामी जाँदै गर्छौँ हिँड्दै गर्छौँ अब भ्लग 1 महिनामा आइरहेको छ र गाइज यहाँ आएर तपाईँले फोटोसुट नि हान्न सक्नुहुन्छ प्लस भ्यू पनि हामी फाइनल गेटमा पनि पुगिसकेका छौँ इन्ट्री गेट तपाईँहरू अगाडिबाट नि आउनु सक्नुहुन्छ प्लस यो पनि दुईवटा गेट छ साथीहरू जताबाट नि आउनु सक्नुहुन्छ तपाईँहरू यसरी प्याराग्लाइडिङ यति नजिकबाट उडेको हेर्न नै सक्नुहुन्छ यहाँ आएपछि र गाइजहरू अब न्यु इयर पनि आउँदैछ न्यु इयरको के विशेषता छ त्यो सबै अहिले म भन्नेछु टक्क हेर्नु होला अहिले र गाइज अन्नपूर्ण केबल कारको यो अर्को विशेषता पनि टक्क भ्यूहरू यसरी पोखराको हेर्न सक्नुहुन्छ प्लस गणेशजीको मूर्ति पनि यहाँ टक्क देख्न सक्नुहुन्छ ल भाइहरू हाई भन्नु ल के हो तिम्रो नाम मेरो नाम साक्षात थापा मगर तिम्रो नाम तिम्रो कहाँको यहीँ बस्छौ के हो र यहीँको लोकल बासिन्दा हो र हजुरको युट्युब च्यानलको नाम के हो ब्लगर सुशान्त 7 ब्लगर सुशान्त 7 यस गर सब्स्क्राइब हान्ने त टक्क तिमी 10 रुपियाँ मेरो बिग अहिले म अर्को टाइम आउँदा फेरि याद राख है मलाई अर्को टाइम आउँदा 10 रुपियाँ दिन्छु टक्क यो भाइ के अरे तिम्रो नाम तिमीलाई टक्क है म यहीँ आउँछु अर्कोचोटि गाइस फाइनली हामी गेटमा आइसकेको छौँ मन्दिर जाने टक्क हेर्न सक्नुहुन्छ यता पनि हेर्न सक्नुहुन्छ हामी यहाँ आइसकेको छ अब हामी भित्र जान्छौँ इन्ट्री गर्नलाई र हाम्रो सिडी पनि छ प्लस उठाएको साथै छ हेलो सब्स्क्राइब टु ब्लगर सुशान्त 7 प्लिज सब्स्क्राइब ल है साथीहरू टक्क हामी मन्दिरमा पनि आइसकेको छौँ टक्क यो रहेको छ हाम्रो मन्दिर भने यो रहेको छ हाम्रो सानो मन्दिर अब यताको भ्यू पनि देखाउन सक्नुहुन्छ साथीहरू अन्नपूर्ण केबल कारबाट आएपछि यतिको भ्यू त तपाईँहरूले पाउनु नै हुन्छ प्लस श्री गणेशजीको आशीर्वाद पनि पाउनुहुन्छ तपाईँहरूले यसरी नै हामी मन्दिरको वरिपरि घुम्न सक्छौँ र गाइस यो हाम्रो मूर्ति रहेको छ पोखराको गणेश मन्दिरको यो चाहिँ स्पेसल एउटा मूर्ति रहेको छ भने यो चाहिँ हाम्रो मेन मन्दिर रहेको छ शिवजीको मन्दिर छ यसमा चाहिँ र प्लस हाम्रो 108वटा धारा पनि रहेको छ तपाईँहरूले आएर टक्क पवित्र हुन सक्नुहुन्छ टक्क आएर भने तपाईँहरू यताबाट आएर फ्यामिलीसँग बस्नु सक्नुहुन्छ प्लस सनराइज हेर्नलाई यो बेस्ट ठाउँ छ अहिले हामी टावरमा माथि गएर पनि देखाउँछौँ टावर पनि हेर्न नबिर्सिनु सनसेट र सनराइज चाहिँ हेर्न कहिले पनि नबिर्सिनु साइडको भ्यू पोखराको भ्यू यसरी देख्न सक्नुहुन्छ गाइज हेर्नुहोस् त यसरी सहर र वहाँ एयरपोर्ट पनि देख्न सक्नुहुन्छ प्लस पुरै पोखरा देख्न सक्नुहुन्छ टक्क फ्यामिलीहरूसँग आएर टक्क यस्तो एरियामा पनि बस्न सक्नुहुन्छ भने तपाईँलाई रेस्टुरेन्टको पनि व्यवस्था सब गरिसकेपछि र प्लस हाम्रो भ्यू टावरमा जाँदैछौँ अब आउनुहोस् साथीहरू यो चिडीबाट हामी भ्यू टावर जान्छौँ यो चाहिँ सिडी रहेको छ टक्क अनि हाम्रो गणेशजीको मूर्ति पनि रहेको छ मन्दिर पनि हेर्न सक्छौँ धारा पनि हेर्न सक्छौँ भने हाम्रो पञ्चमुखी गणेशजीको मूर्ति पनि हेर्न सक्छौँ हामीले र तपाईँहरू अझै
ल गाइस यो चाहिँ रहेको छ हाम्रो पञ्चमुखी गणेशजीको मूर्ति भने हाम्रो रहेको छ यहाँ पोखराको भ्यू प्याराग्लाइडिङ प्लस भेबाताल प्लस लेक साइड हेर्नु सक्नुहुन्छ गाइस कस्तो दामी देखिन्छ यहाँ अन्नपूर्ण केवल कार पठाउनु भयो भने साथीहरू यतिको भ्यू कहीँ देख्नुहुन्छ देख्नुहुन्न नि एउटा केबल कारबाट आएपछि यतिको भ्यू यहाँ धेरै सुविधाहरू पनि छ तपाईँहरूको लागि अब आउँदो वैशाख 1 को लागि यहाँ के हुँदैछ भने तपाईँहरूको लागि बच्चाहरू छन् भने किड्स जोन टक्क यो स्टपमा किड्स जोन फुड स्टलहरू खानको लागि विभिन्न अनि प्रोग्रामहरू हुँदैछ टक्क भिजिट गर्नु होला अब आउने वैशाख 1 गते न्यू इयरको स्पेसल अफरमा स्टे ट्युन गाइज आउनुपर्छ म पनि आउने छु पक्कै सबैजनाले त्यहीँ भेट्नेछौँ अहिलेको लागि चाहिँ अझै हेर्नु होला कति विशेषता छ भनेको यो चाहिँ अनि हाम्रो भ्यू टावर जाने बाटो टक्क आउनु होला यदि तपाईँ पोखरा 18बाट हुनुहुन्छ भने तपाईँलाई यहाँ जान पैसा लाग्दैन अरू ठाउँबाट हुनुहुन्छ भने चाहिँ तपाईँलाई अवश्य पैसा लाग्दैन भ्यू टावरमा आइसकेको सानो मन भन्ने चाहिँ बनाउने हुन्छ प्लस अब हाम्रो यसको विशेषता के हो भन्दाखेरि टक्क हाम्रो भ्यू हेर्न सक्नुहुन्छ यो हो नि त साथीहरू यो हेम्जा रहेको छ साथीहरू हेम्जाको भ्यू यता हेर्न सक्नुहुन्छ भने जिरोतिरको सबैतिरको भ्यू यहाँबाट टक्क सनराइज र सनसेट हेर्न त्यसै मैले राम्रो हो भनेको होइन सनसेट सनराइज हाम्रो बबाल देखिन्छ झन् टावरको टपबाट चाहिँ झन् बेस्ट देखिन्छ साथीहरू सबै 360 भ्यू हेर्न सक्नुहुन्छ नयाँ एयरपोर्ट देखिन्छ सबै हेर्न सक्नुहुन्छ साथीहरू यहाँ आएपछि अब हामी माथि पनि जान्छौँ माथि गएर पनि देखाउँछौँ कस्तो भ्यू आउँछ भनेर राइटको चाहिँ रहेको छ हाम्रो एन्ट्री गेट टक्क अब माथि जान्छौँ यो चाहिँ मेरो दोस्रो टाइम है आएको पहिलोचोटि आइसकेको छु प्लस यहाँबाट हेर्दै जानु सिडी फ्लोरहरू सो गाइस यो मेरो अनि सेकेन्ड टाइम हो पहिलोचोटिको भ्लग पनि अब आउने बाँकी छ भ्लग पहिला आउँछ अनि पहिलो यो भ्लग आउँछ साथीहरू टक्क हाम्रो यो पोपोको आज फर्स्ट टाइम होइन त पोपो यो फ्लोरबाट साथीहरू यो फ्लोरबाट सबै भ्यू हेर्न सक्नुहुन्छ कस्तो बबाल आउँछ साथीहरू हिमाल पनि देखिन्छ तर आज चाहिँ अनलक्की भएर बादलले ढाकेको छ किनभने पोखराको अहिलेको मौसममा 1 बजेपछि पानी र हावा मिलाउँछ त्यही भएर अब टाइम पनि भएको छ त्यही भनेर हामी छिटै आएको त्यही भएर गाइस अब माथि चढेछौँ टप फ्लोरमा पुग्नै लागिसक्यो अब हामी सो है त मम्मीलाई मैले क्यामेरा ह्यान्डल गर्न दिइसकेँ अहिलेको लागि फाइनली हामी टपमा आइसकेको छौँ ल हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो 360 भ्यू जता हेऱ्यो त्यो चाहिँ पोखराको भ्यू यता छ हाम्रो खिच्छ भने यता छ हाम्रो लेक साइड होइन साथीहरू सबै हेर्न सक्नुहुन्छ प्याराग्लाइडिङ बोटिङ प्लस यहाँको बासिन्दाहरू कसरी बसिरहेका छन् र कति धेरै स्थिति हेर्न सक्नुहुन्छ प्लस यता आउनुभयो भने तपाईँहरू यता आउनुभयो भने उता डिस्टाउन पानीहरू सबै देख्न सक्नुहुन्छ सबै पोखराको यो भ्यू टावरबाट भ्यू हेर्न सक्नुहुन्छ तपाईँहरूले 360 भ्यू भन्छ है साथीहरूलाई चाहिँ सबैतिरको भ्यू हेर्न सक्नुहुन्छ तपाईँहरूले टक्क लाएर यता देखिन्छ यस्तै खिचेर है साथीहरू सो गाइस अब हामी सबै टावरहरू सबै हेरेर भइसक्यौँ सो अब हामी फेरि जाँदैछौँ अब पुरै गणेशको मूर्ति फुलसहित फोटो भिडियो सबै बनाउनेछौँ लुक एट दिए गाइस अगेन यु आर सब गाइस फेरि तपाईँहरू फेरि सब हुनुभयो होला यो पोखराको भिडियो हेर्दै जानु होला आजको ब्लगमा के हुन्छ गाइस तपाईँले यहाँबाट देख्न सक्ने बिहानको भ्यू कुन हिमाल देख्न सक्नुहुन्छ सर हेर्न सक्नुहुन्छ यहाँ टक्क कतिवटा हिमाल देख्न सक्नुहुन्छ हेर्नु धौलागिरी रेन्ज अन्नपूर्ण रेन्ज हाम्रो मनासु हिमालयन रेन्ज सबै रेन्ज हेर्न सक्नुहुन्छ पेनोरामिक माउन्टेन भ्यू फ्रम सराङकोट टक्क सनराइज पनि यस्तै दामी आउँछ साथीहरू भ्यू हिमालको पनि आज अभियसली बादल लाएर राम्रो छैन तर पक्कै तपाईँहरू सही टाइममा आउनुभयो भने सही भ्यू देख्न सक्नुहुन्छ र अब हामी यसरी हेर्न सक्छौँ होइन पोखराको दिस इज कल हो कि साथीहरू गाइस अब हामी जाँदैछौँ फाइनल्ली सबै भिजिट पनि हानिसक्यौँ टक्क अब हामी तल जाँदैछौँ टक्क है साथीहरू सबै हेर्दै गर्नु होला हामी तल पनि आइसकेको छौँ यस्तरी
अब हामी तल झर्दैछौँ सिडी 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 त्यसरी नै हामी अब टक्क भ्यू पनि हेर्न सक्नुहुन्छ साथीहरू र हाम्रो यी श्री पञ्चमुखी गणेशजीको मूर्ति हेर्न पनि सक्नुहुन्छ साथीहरू टक्क ल अब यहाँबाट हामी तल जान पर्ने हुन्छ त्यसरी तल जाने बाटो पनि छ है साथीहरू यहाँ टक्क अब हामी तल जाँदैछौँ तल पनि जानुपर्छ तिनीहरू माथि आउँदैछन् लाइक सेयर सब्सक्राइब हान्नु साथी यसपालिको लाइकको एम चाहिँ 1K छ है साथीहरू टक्क हेरिराख्नु होला ब्लग डोन्ट मिस है गाइज अब हामी तल आइसकेको छौँ अब फेरि केबल कारमा चढेर फेरि तल जान्छौँ र अब यसपालि न्यु इयरमा के हुनेवाला छ सबै फेरि हामी भन्नेछौँ है साथीहरू टक्क आउनु होला आफ्नो फ्यामिलीसँग भिजिट गर्नु होला टक्क यस्तो पिस प्लेसमा साथीहरू 108वटा धारा सहित टक्क आफ्नो फ्यामिलीलाई ल्याएर यहाँ बस्न सक्नुभयो भ्यू हेर्न सक्नुभयो फोटो खिच्न सक्नुभयो टिकटक बनाउन सक्नुभयो साथीहरू टिकटकमा अहिले टिकटक बनाएर भाइरल हुन सक्नुभयो प्लस मन्दिर भिजिट गर्न सक्नुभयो केबल कारमा पनि टिकटक बनाउन सक्नुभयो सबैहरूलाई त्यो टिकटक बनाउनुहुन्छ भने भिडियो बनाउनुहुन्छ भने कन्टेन्ट क्रिएसन छ भने त भिजिट गर्नै पर्ने हुन्छ है साथीहरू टक्क यो चाहिँ टक्क तपाईँहरू हेर्दै हुन्छ नि आफ्नो फ्यामिलीलाई टक्क लिएर आउने है साथीहरू टक्क त्यस्तै यहाँ सानो मन्दिर पनि छ टक्क प्लस यहाँ भ्यू पनि दामी छ है साथीहरू प्याराग्लाइडिङ पनि हेर्न सक्नुहुन्छ यहाँ माथि टक्क नजिकबाट फाइनल्ली हामी माथि गएर नि आइसक्यौँ होइन बबु अब टक्क अब हामी फेरि रिटर्न हामी केबल कारमा जाँदैछौँ टक्क हेरिराख्नु होला ब्लग अब चाहिँ तल जान्छौँ र कहाँ हुनेवाला छ यसपालि न्यु इयरको इभेन्ट भनेर नि देखाउनेछौँ त्यो प्लेस पनि हेर्नु नबिर्सिनु होला हामी त्यसकै लागि आएको हो तपाईँहरूलाई देखाउनलाई अबको टक्क यहाँबाट नि मिठो राम्रो भ्यू आउँछ साथीहरू अब हामी जाँदैछौँ तलतिर टक्क जाम है साथीहरू यसरी जाँदैछौँ साथीहरू अब हामी गोबोधन कस्तो लागेको छ लगाएर यस्ता हेर्न सक्नुहुन्छ यस्तो बवाल भ्यू आउँछ है साथीहरू सनराइज र सनसेट प्लस भ्यूको लागि त फोटो खिच्नको लागि त प्रशस्तै प्लेस छ नि गाइजहरू यस्तो दामी भ्यूहरू देखिरहेको छ साथीहरू अब तलको यही हो साथीहरू स्पोट तलको अन्तिम स्टेसन भनौँ अनि त्यहाँबाट थोरै यसरी हिँडेर आउनुभयो भने टक्क यो भ्यू टावरमा जान सक्नुहुन्छ प्लस प्याराग्लाइडिङको भ्यू हेर्न सक्नुहुन्छ अनि यता माथि गएर पनि फोटो खिच्न सक्नुहुन्छ र अब हामी चाहिँ तल जाँदैछौँ यसरी यहाँबाट यो होटेलबाट आएर तपाईँ त्यसरी जान सक्नुहुन्छ प्लस यहाँ हेर्न सक्नुहुन्छ खानेकुराहरू प्लस टोयहरू पनि छ अब हामी तल जाँदैछौँ गाइस हामी आइसकेको छौँ फेरि यही हो गेट यहाँ यो अघिको साइकल साथीहरू देख्न सक्नुहुन्छ भ्यू टावर प्लस त्यहाँ छ हाम्रो यहाँ टक्क जाँदैछौँ साथीहरू भित्र अन्नपूर्ण केबल कारको टक्क एलिभेटर भएको रुम यही हो प्लस यहाँ टिकट काउन्टर पनि छ गाइस अब फाइनली हामी तल आइसकेको छौँ देखिसक्नु होला यहाँको विशेषता त कति छन् तर अब हामी तल जाँदा नि टक्क कुरा गर्नेवाला छौँ टक्क यहाँ सानो मन्दिर पनि छ यता टाउन भयो भने टक्क हेर्न सक्नुहुन्थ्यो टक्क यहाँबाट यसरी जानु सकिन्छ यहाँबाट भित्र सो गाइस अब हामी सबै घुमेर भ्याइसक्यौँ अब हामी जाँदैछौँ यही केबल कारमा सो वी आर सिटिङ वाचिङ द भ्युज दाइहरू यहाँ सबैजना अब हामी यहाँ बस्दैछौँ सायद अब यहाँ नेक्स्ट क्याब आउँदैछ अब त्यो क्याबिङमा हामी जान सक्छौँ सो हेरौँ अब के हुन्छ दाइ भिडियो हुन्छ है टक्क यहाँ वेटिङ हुँदैछ सबैको ल प्लस हाम्रो 6 नम्बर गइसकेको छ अब 12 नम्बर आयो है 6 पछि 12 आएको छ र यहाँ गाइड हेर्नु सक्नुहुन्छ भिडियो चल्दैछ पोपो कस्तो लाग्यो आज मजा लागिरहेको अब को जान्छ टक्क हेर्न सक्नु
गाइस तपाईँहरूले त्यो टिकटकमा एकजना खतरनाक भाइरल दिदी देख्नुहुन्छ नि टक्क यही घरबाट है साथीहरू पछाडिबाट टक्क केबल कार जान्छ नि यही घरबाट जिल एन्ड वाट्स हर नेम Liz. Oh my god, beautiful name. Which country are you from? Luxembourg. Oh my god. That's very nice country. Pretty small. Yes. As Nepal also is small. Yeah, but bigger. Yeah, oh, Bigger yes. than this. Compared to that, it's bigger in Yeah. area, yes? Yeah. Okay. Experience. Very good. Oh. Nepal is great. Yes, Very and friendly how people. about cable car? Annapurna cable car? It's perfect. Yes. Do you want to tell our audience about Nepal and cable car? That Nepal is a great country, awesome people, very friendly. The food is very good, and that's What's your favorite food? Dal bhat. Dal bhat. Oh my god. Dal bhat power 24 hours. Yeah, Yes. 24. Okay, thank you. Okay. गाइज तपाईँले जस्तै सुन्नुभयो होला टक्क अन्नपूर्ण केबल कारको बारेमा इट्स भेरी नाइस नेपाल पनि धेरै राम्रो छ सो गाइज यसरी नै तपाईँहरू पनि आउन सक्नुहुन्छ है तर फाइनली स्टेसन आइसकेको छ टक्क यो चाहिँ हाम्रो तलको स्टेसन रहेको छ कार केबल कार जान रेडी छ डोर ओपन होने वाला है Bye. बाय हैव अ सेफ डे बाय एकचोटि सर हेर्छु यो चाहिँ हाम्रो ग्राउन्ड फ्लोर रहेको छ भने टक्क अब यहाँबाट तल जाने हो टक्क हामी यो चाहिँ यहाँ माथिको टिकट काउन्टर रहेको छ बस अब हामी यसरी तल जान्छौँ अब यहाँबाट यसरी अब हामी तल जान्छौँ है यस्तो दामी छ आउनु होला केवल र मेरो कान चाहिँ अलिक खतरनाकै बन्द भएको छ कस्तो लाग्यो पोपो फर्स्ट टाइम ल बेस्ट होइन यस्तो राम्रो छ होइन साथीहरू अन्नपूर्ण केबल कार आउनु होला पक्कै पनि भिजिट गर्नु होला साथीहरू पास चाहिँ दिनुपर्ने हुन्छ हाम्रो यो भिजिटर पास चाहिँ दिनुपर्ने हुन्छ है साथीहरू यो पास चाहिँ अहिले अब काउन्टरमा गएर दिनुपर्ने हुन्छ साथीहरू टक्क काउन्टर नै आउँदैछ हाम्रो टक्क यताबाट जाने है साथीहरू लगायत यहाँ सानो डेमो पनि हेर्न सक्नुहुन्छ यो तालबराई मन्दिर प्लस यो अन्नपूर्ण केबल कार कस्तो दामी छ गाइज अब यसरी हामी जाँदैछौँ अब घर पनि जानुपर्छ प्लस यो भ्लगमा चाहिँ टक्क अन्नपूर्ण केबल कारको बारेमा सबै सो गाइज अन्तिममा म के भन्न चाहन्छु भने अन्नपूर्ण केबल कारमा वैशाख 1 गते चाहिँ नबिर्सिकन आफ्नो सबै सम्पूर्ण परिवार सहित आउनु होला कृपया यो स्पेसल अफर कहिले नै आउँदैन यही न्यू इयरमा मात्रै आएको छ साथीहरू र सुलभले के भन्छ अनि यहाँ अब तपाईँहरूको फ्यामिली लिएर आउँ भने यहाँ हुनेवाला छ माथि स्टेसन नम्बर 2 मा चाहिँ किड्स जोन अनि फुड स्टलहरू लाग्नेछ अनि पक्कै पनि तपाईँहरू आउनु हुने आशा गर्दैछौँ ल पक्कै पनि हामी नै आउनेछौँ साथीहरू न्यू इयर चाहिँ स्पेसल र भव्य तपाईँहरूको सहभागितामा नै हुनेछ त्यही भएर तपाईँहरू अवश्य आउनु होला तपाईँहरू आउँदाखेरि यहाँ धेरै नै इभेन्टहरूमा जोइन हुन सक्नुहुन्छ र इन्टरटेनमेन्ट प्लस टिकटक भिडियो रिल्सहरू पनि बनाउन सक्नुहुन्छ र पेज भिजिट गरेर ठक्क 1 गते वैशाख 1 गते न्यू इयर नबिर्सिनुहोला डेट स्टे ट्युन फर दैट यसपालिको प्लान के छ त कानकोटमा फेस्टिभल लाग्दैछ त्यहीँ जाउँ न हाम्रो लागि किचन छ हामी जानुपर्छ अब यसरी नै ब्लगहरू हेर्न मन छ भने लाइक सेयर सब्सक्राइब लाइक टार्गेट भनिसकेँ मैले 1K लाइक टक्क यसरी नै र यहाँ यिनीहरू यसरी गइसकेछन् फाइनली घर पुगिसकेका छौँ अन्तिममा के भन्न चाहन्छु भने आमा ओसी र न्यू इयरमा पक्कै पनि भिजिट गर्नु होला अन्नपूर्ण केबल कारलाई